सबैलाई नमस्कार। हामी यो बागलुङ जिल्लाको कालिका मन्दिर दर्शन गरेर फर्किँदै गर्दाको यो एक क्षण हो। उहाँ हामी सबै बागलुङ जिल्लादेखि सिफारिस भएको शिक्षक मित्रहरू हुनुहुन्छ। हाम्रो यो जम्बो टोली भने कर्णाली प्रदेशको राजधानीबाट प्रस्थान भएर आज चैत 15 गते नियुक्ति लिने तर्फरमा बसिरहेको छ। ल तपाईँहरू सुन्नुहोस्। अब यता दिनेश सरबाटै पहिला मबाटै सुरु हुन्छ। हाम्रो परिचय दिने कार्य जारी रहन्छ। नमस्कार, मेरो नाम महेन्द्र भण्डारी हलचल। मेरो स्थायी ठेगाना दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नम्बर 4। हाल चाहिँ बागलुङ जिल्लाबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा सिफारिस। नमस्ते, मेरो नाम दिलबहादुर ढोकाए। मेरो स्थायी ठेगाना चाहिँ शिवालय गाउँपालिका 6 जाजरकोट। अहिले चाहिँ बागलुङ जिल्लाबाट चाहिँ निसीखोला गाउँपालिकातिर। नमस्कार, म जवेन्द्र साई। मेरो स्थायी ठेगाना खारपुनाथ गाउँपालिका 5 हुम्ला। अहिले चाहिँ म निसीखोला गाउँपालिकामा सिफारिस भएको छु। नमस्कार, मेरो नाम रमेश बहादुर साई। मेरो घर खारपुनाथ 5 हुम्ला। म चाहिँ प्राथमिक तह तृतीय श्रेणीमा चाहिँ बागलुङ जिल्लाबाट सिफारिस भएको छु। नमस्कार, मेरो नाम राजेश सावल। मेरो स्थायी ठेगाना खारपुनाथ 2 हुम्ला। हाल म बागलुङ जिल्लाबाट सिफारिस भएको छु। धन्यवाद।